आज क्वेसन लिएर आएको छु मोडल क्वेसन 2025 क्वेसन नम्बर 5। क्वेसनमा गिभन छ ए भ्याक्टर इक्वल टु 2i भ्याक्टर प्लस जे भ्याक्टर प्लस 2k भ्याक्टर एन्ड बी भ्याक्टर इक्वल टु 3i भ्याक्टर प्लस जे भ्याक्टर प्लस k भ्याक्टर। क्वेसनलाई फाइन्ड गर्न भनेको छ ए डट बी भ्याक्टर एन्ड ए क्रस बी भ्याक्टर। अब आऊ यसको सल्युसनतिर। ए डट बी भ्याक्टर फाइन्ड गर्नलाई के गर्नुपर्छ भने सिम्पली यो भ्याक्टर ए छ नि, ए भ्याक्टरको आई भ्याक्टरको कोएफिसिएन्ट कति छ 2 इन्टु गरिदिनु बी भ्याक्टरको फेरि आई भ्याक्टरको कोएफिसिएन्ट छ 3 अनि प्लस फेरि ए भ्याक्टरमा जाने अनि जे भ्याक्टरको कोएफिसिएन्ट हेर्ने कति छ 1 इन्टु फेरि बी भ्याक्टरको जे भ्याक्टरको कोएफिसिएन्ट लिने 1 प्लस फेरि ए भ्याक्टरको के भ्याक्टरको कोएफिसिएन्ट 2 इन्टु बी भ्याक्टरको के भ्याक्टरको कोएफिसिएन्ट 1 6 1 प्लस 2 इक्वल टु 9। ये नै हाम्रो ए भ्याक्टर डट बी भ्याक्टरको एन्सर आयो। अब फेरि क्वेसनले भनेको छ के निकाल्नलाई ए भ्याक्टर क्रस बी भ्याक्टर। यो क्रस भ्याक्टर निकाल्नको लागि हामी पहिला के गर्थ्यौँ डिटरमिनेन्ट निकाल्दाखेरि दुईटा भर्टिकल लाइन युज गर्थ्यौँ। दुईटा भर्टिकल लाइन लिने अनि त्यो लाइनको जस्ट अलि माथि आई भ्याक्टर जे भ्याक्टर के भ्याक्टर लेख्ने अनि त्यसको तल यो डिटरमिनेन्टको भित्र पहिला यहाँ के ए भ्याक्टर, यो ए भ्याक्टरमा आई भ्याक्टर जे भ्याक्टर र के भ्याक्टरको कोएफिसिएन्ट कति छ आई भ्याक्टर 2 छ, जे भ्याक्टर 1 अनि के भ्याक्टरको कोएफिसिएन्ट 2 छ। यसरी नै फेरि बी भ्याक्टरमा जाने, बी भ्याक्टरमा आई भ्याक्टर जे भ्याक्टर र के भ्याक्टरको कोएफिसिएन्ट लेख्ने। आई भ्याक्टर अहिले कति छ 3 अनि जे भ्याक्टर 1 अनि के भ्याक्टर फेरि 1 छ। अब यो डिटरमिनेन्टलाई सल्भ गर्नुपर्छ। त्यो सल्भ गर्नको लागि पहिला के छ आई भ्याक्टर, यो आई भ्याक्टर लेख्ने, त्यसपछि यो आई भ्याक्टरको तल सिधा जाने र फेरि त्यही आई भ्याक्टरको माथि यता लेफ्टपट्टि जाने। बाँकीको यो चारवटा एलिमेन्ट बच्छ नि 1 2 1 1 यो चारवटा एलिमेन्ट यो डिटरमिनेन्टको भित्र लेख्नु माइनस जे भ्याक्टर। यो माइनस कहाँबाट आयो भने क्वेसन हुन्छ तपाईहरुलाई। यो माइनस चाहिँ हाम्रो के हुन्छ डिटरमिनेन्टको साइन हुन्छ। पहिला यो आई भ्याक्टरको मा प्लस हुन्छ अनि यहाँ माइनस अनि यहाँ प्लस फेरि यो माइनस अनि प्लस यो माइनस हुन्छ साइन। त्यहाँबाट यो जे भ्याक्टर चाहिँ माइनस साइन आयो। अब फेरि जे भ्याक्टरको सेम रुल एप्लाई गर्ने, त्यसको तल सिधा जाने अनि त्यसको माथितिर हेर्ने। बचेको चारवटा एलिमेन्ट के छ 2 2 3 1 बच्यो, त्यो चारवटा एलिमेन्ट डिटरमिनेन्टको भित्र लेख्ने 2 2 3 1 प्लस के भ्याक्टर फेरि त्यही डिटरमिनेन्टको साइन प्लस अनि के भ्याक्टरको तल जाने अनि फेरि यता अनि बचेको 2 1 3 1 यो डिटरमिनेन्टको भ्यालुको भित्र लेख्ने। अब यो डिटरमिनेन्टलाई एक्सपान्ड गर्नुपर्छ। त्यसको लागि क्रिस क्रस मल्टिप्लाई गर्नुपर्छ। यो 1 छ यसको क्रसमा कुन छ योसँग मल्टिप्लाई अनि माइनस, त्यसपछि यो 2 लाई यसको क्रससँग मल्टिप्लाई गर्ने। यो 1 इन्टु 1 माइनस 2 इन्टु 1 माइनस जे भ्याक्टर अनि फेरि त्यही रुल एप्लाई गर्ने क्रिस क्रस मल्टिप्लिकेसन गर्ने 2 इन्टु 1 माइनस 2 इन्टु 3 प्लस के भ्याक्टर फेरि क्रिस क्रस मल्टिप्लाई गर्ने। अब यसलाई मल्टिप्लाई गर्ने कति आउँदैछ माइनस आई भ्याक्टर अनि यसलाई माइनस प्लस 4 जे भ्याक्टर प्लस सरी माइनस हुन्छ माइनस के भ्याक्टर। यही नै हाम्रो ए भ्याक्टर क्रस बी भ्याक्टरको रिजल्ट हुन्छ।